यहाँ चाहिँ म मेरो कोरियन साथीसँग चाहिँ ओकुतामा जान लागिरहेको छु है। ओकुतामामा चाहिँ एकदम राम्रो खोलाहरू छ अनि स्विमिङ पनि गर्न मिल्छ। अनि बिहानको अहिले चाहिँ कति बज्यो 11 बज्न लाग्यो है। अनि हामी चाहिँ पहिला सुरुमा चाहिँ सिन्जुकुमा भेटेर त्यहाँबाट चाहिँ ओकुतामासँगै राइड जान्छौँ। अनि आज चाहिँ हामी राइडिङ गर्ने हो। मेरो चाहिँ अब बाइक सब रेडी भइसकेको छ, ऊ पनि बाइकमै आउँछ। त्यहाँबाट चाहिँ अनि आजको दिन हेरौँ कस्तो जान्छ है त। ओके, सी यू गाइज एट द ओकुतामा है त। लेट्स गो। त्यो वेदर चाहिँ अलि पानी पर्ला जस्तो पनि भइरहेको छ। पर्न पनि सक्छ नपर्न पनि सक्छ, तर केही छैन। रेनकोट चाहिँ हामी दुईजनासँगै बोकेको छैन। रेनकोट नभए पनि केही छैन। ओकुतामा भिज्दै जान्छ गरे पनि अब पानी नै खेल्न सानी भएपछि भिज्दै गए पनि केही नहोला। ओके, लेट्स गो। घरबाट अलिक चाँडै निस्किनु पर्ने, ढिलो भयो आज है निस्किनु पनि। अनि साथीलाई सोधेको ऊ पनि अलिक ढिलै आउँछु भन्यो। अनि यहाँबाट चाहिँ ठ्याक्क अपोजिट पऱ्यो क्या मलाई चाहिँ सिन्जीको जानलाई। फेरि ओकुतामा जानलाई चाहिँ म सिधै ओमेखाइदोबाट गएको भए हुन्थ्यो, तर फेरि ऊ साथी चाहिँ अलिक टाढा बस्ने भएकोले उसलाई मात्रै एक्ला आएछ भन्नु फेरि अलिक गाह्रो भयो मलाई। त्यसैले म चाहिँ यहाँबाट पहिला सिन्जुकु गएर अनि दुईजना सँगै त्यहाँ भेटेर त्यहाँबाट हल्का स्न्याक्सहरू केही गरेर हामी ड्रिङ्क्स गरेर त्यसपछि चाहिँ बल्ल अनि सिन्जुकुबाट हामी ओकुतामातिर जाने प्लान भयो। जस वेदर चाहिँ आज एकदमै दामी लाग्यो मलाई, क्लाउडी क्या रमाइलो। अनि त्यसपछि पानी पनि परेको छैन नि त, हावा पनि सरल लागिरहेको छ। प्लस म सर्ट्स र हाफ टी सर्टमा चाहिँ एकदम चिसो रमाइलो। दोगोतर खा कच्ची मुठे खाप्पै नै। मेरो साथीले चाहिँ भर्खर लाइसेन्स निकालेको, अनि ऊ चाहिँ अलिक नर्भस भएको छ कि चलाउन। अनि प्लस यो आजको चाहिँ उसको सबभन्दा लामो राइड थियो। अनि म अगाडि ल्याइहालेँ, ऊ चाहिँ पछाडि छुट्यो कि। अनि यहाँ कम्युनिटीमा रोकेर उसलाई मैले यहाँ छु भनेर भनेको छु, आइपुग्छ होला। डाँडाहरू हेर्दा चाहिँ ठ्याक्कै नेपालको जस्तो कि माथि हुस्सो लागेको है। कस्तो रमाइलो कि यतातिर चाहिँ। साढे 2 घन्टाको टोकियोबाटको राइड पछि चाहिँ हामी ओकुतामा पुग्यौँ। अनि आज चाहिँ हामी खोलामा स्विमिङ गर्ने भनेर प्लान बनाइरहेको थियौँ, तर आज चाहिँ बाढी आइरहेको रहेछ। किनभने लगातार 2 दिनदेखि चाहिँ एकदम धेरै पानी परिरहेको छ। कस्तो दामी ठाउँ के यो चाहिँ, बवाल छ कि। कस्तो दामी के आजको यो भ्यूहरू चाहिँ, कस्तो राम्रो लाग्यो मलाई चाहिँ यो ठाउँ आज। हेर्दा पनि क्या सुन्दरी चल जस्तो छैन यो ठाउँ। मलाई चाहिँ ठ्याक्कै नेपालको फिलिङ्स आइरहेको छ क्या यो हेर्दाखेरि चाहिँ। सुन्दरी जलमा यसो घुम्न गएको बेलाको ठ्याक्क खोला यस्तै छ नि त सुन्दरी जलको पनि। द्याट्स इट फर टुडे है। आजको ओकुतामाको राइड चाहिँ यति मात्रै थियो। बिचमा ठुलो पानी पऱ्यो अनि दुईजना भिज्यौँ पनि। अनि थ्याङ्क यू फर वाचिङ। प्लिज हिट द्याट सब्सक्राइब बटन।